हेलो गाइज वेलकम टु माई मिनी ब्लग। आयो सबैजना सन्चै हुनुहुन्छ, म पनि सन्चै छु। सबैजना स्वागत छ मेरो छोटो मिठो ब्लगमा। आजको हाम्रो कार्य चाहिँ अब के रहेको छ भने भिडियो मार्फत तपाईँहरू देख्न सक्ने भइरहेको होला। के हो भनेदेखि त पर्वत टिप्ने गाउँघरमा अब खासै धेरै काम पनि छैन होइन। त्यो अलिअलि काम रहन्छ, अब त्यो अलिअलि भएको कामलाई त गर्नु त पऱ्यो। त्यसैले अब हामीहरू त आयो बारीमा ट्याक्क, अनि यसो अब आउँदाखेरि भ्लग बनाइदिउँ न, धेरै दिन भयो भिडियो नहालेको भनेर ल यही हालिदिएको छु है। सबैजनालाई अब म खुसी बनाउनु कोसिस गर्छु, रेगुलर भिडियो हाल्ने कोसिस गर्छु है। अब कति दिन मैले हाल्नु पाएँ त्यसलाई माफ गर्न चाहन्छु। ल अब हामी भिडियोतर्फ लागौँ। यहाँ चाहिँ अब खासै धेरै आएन, त्यति गरेर जति आए सानो थियो। अनि अर्को बारीतिर लाग्यो ट्याक्क लाएर, अर्को बारी चाहिँ खासै छ नि यहाँनिर चाहिँ त्यही 1.5-2 कट्ठा होला। यहाँको बारीमा ट्याक्क बिराएको उतापट्टि, यता अगाडि नै हामी ओसारिसकेको थियो क्या। अनि ओसारेर ल्यायो, खाजा खाँदै गर्ने। अब यता लोड गरेर गर्ने भयो। अनि त्यही हो, अब हामी यता चाहिँ व्यापारी भाइ, म अनि भान्जा त्यो 3जना ट्याक्क लाएर भट्टाभट जोख्ने लेख्दै गर्ने, ओसार्दै गर्ने होइन। ट्याक्क लाएर म लेख्ने, उचाल्ने, छाल्ने। भान्जा चाहिँ अलिकति त ट्याक्क रेकर्ड गर भन्यो। फेरि हाम्रो भान्जा फेरि क्यामेराम्यान के सिधै आकाश मात्रै देखाउने लोड गरेर ट्याक्क त्यो दाइलाई पठाइदिनु लागि पठाएर, अनि यता फेरि अर्को बारी थियो, त्यो बारीमा आयो। अनि फेरि हाम्रो यहाँ भान्जेर छोरी क्यामेरा देख्नु बित्तिकै आफ्नो नाटक देखाउनु सुरु भइहाल्छ त्यहाँ पनि फास टिपेर पकाइदिइहाल्छ। खासै त आउँछ होइन, त्यो 3-4 गरेर अब 6-7जना 3-4 कुरा टिप्नु कुन चाहिँ टाइम लाग्ने गरेर होइन। अनि त्यही हो, टिप्दा अब अन्तिम चरणमा आएपछि भट्टाभट ओसाऱ्यो। अब यहाँ ट्याक्क लगाएर बाइकमा प्याक गरेर यतापट्टि उतापट्टि अटोमा हालेर म भराइसकेको थिएँ। अनि लास्टमा बसेको 2 बरा थियो, अनि 2जना मिलेर ट्याक्क उचाल्थ्यो व्यापारी ल्याएर उचालेर काँटा बोकेर लाग्थ्यो। ल आजलाई यति नै, नेक्स्ट भिडियोमा भेट्छ है।